आज हामी अपाङ्गता, समावेशीकरण, समानता र नयाँ सोचका विषयमा अलिकति गहिरो छलफल गर्दैछौँ। हो हामीसँग केही सामग्रीहरू छन् जसले एउटा आधारभूत प्रश्नमा सोच्न बाध्य बनाउँछ। सफलता भनेको व्यक्तिगत इच्छा शक्तिको मात्र परिणाम हो कि उचित अवसरको पनि? यो एकदमै महत्त्वपूर्ण प्रश्न हो नि। स्रोतहरूले पनि अपाङ्गता समावेशीकरणका लागि दुईवटा बाटो देखाएको जस्तो लाग्छ, हैन? एउटा व्यक्तिलाई नै बलियो बनाउने र अर्को प्रणालीलाई सुधार्ने। ठ्याक्कै। अनि आजको हाम्रो छलफल सायद यही दुई बाटो कहाँनिर भेटिन्छन् र कहाँ बाजिन्छन् भन्नेमै केन्द्रित हुन्छ। हो, किनभने अब सन् 2023 को अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसका 3वटा मुख्य विषयवस्तु नै यही थिए। के थिए के रे? रोजगारी, समानता र समग्र विकासका लागि नयाँ सोच र प्रविधि। यी सबै कुरा व्यक्ति र प्रणालीकै अन्तर्सम्बन्धमा आएर जोडिन्छन्। हो, अनि स्रोतमा एउटा प्रचलित भनाइ छ नि, खाने मुखलाई जुगाले छेकेको छैन भनेर। छ। त्यसलाई पुष्टि गर्न झमक कुमारी, हेलेन केलर र स्टिफेन हकिन्स जस्ता व्यक्तित्वहरूको उदाहरण पनि दिएको छ। हो, एकदम प्रेरणादायी कथाहरू छन् उहाँहरूका। छन्, तर मलाई यहाँनिर एउटा कुराले अलिकति अल्झायो। कतै यस्ता उदाहरणले इच्छा शक्ति भए जे पनि हुन्छ भन्ने खालको अलि एकाङ्गी सन्देश त दिइरहेका छैन? एकदमै राम्रो प्रश्न, र स्रोतको सबभन्दा रोचक विश्लेषण नै यही हो जस्तो लाग्छ मलाई। वास्तवमा स्रोतले के देखाउँछ भने इच्छा शक्ति भनेको गाडीको इन्जिन जस्तै हो, तर अवसर र पहुँच भनेको चाहिँ इन्धन र बाटो हो। राम्रो उदाहरण। इन्जिन जतिसुकै शक्तिशाली भयो पनि हैन, इन्धन र राम्रो बाटो भएन भने त त्यो कहीँ पुग्दैन नि। पुग्दैन। हो। हेलेन केलरको लागि एनी सुलिभन जस्तो शिक्षक हुनु वा स्टिफन हकिन्सको लागि प्रविधिमा पहुँच हुनु त्यही इन्धन र बाटो थियो। हो, त्यही नै थियो। त्यसैले स्रोतको मुख्य तर्क नै के हो भने हामीले इन्जिनको प्रशंसा गरेर मात्र पुग्दैन, त्यो इन्जिन चल्ने बाटो बनाउन लगानी गर्नुपर्छ। बाटो बनाउन लगानी गर्नुपर्छ। तपाईको यो कुराले मलाई स्रोतमा उल्लेखित व्यावहारिक पक्षहरूतर्फ लग्यो। जस्तै विद्यालयहरूमा ब्रेल लिपि, साङ्केतिक भाषा अनि अपाङ्ग मैत्री भौतिक संरचनाहरूको कुरा। आधारभूत आवश्यकताहरू। तर यहाँ एउटा तर्क आउन सक्छ नि, विशेष संरचनामा छुट्टै लगानी गर्नुभन्दा सबैलाई एउटै मूलधारको शिक्षामा ल्याउनु नै उत्तम होइन र? स्रोतले यो दुई विधालाई कसरी हेरेको छ? खै, स्रोतले यसलाई दुई विधाको रूपमा भन्दा पनि पूरकको रूपमा हेरेको देखिन्छ। पूरक कसरी? मतलब मूलधारमा ल्याउनुको अर्थ सबैलाई एउटै डालोमा हाल्नु त होइन, बरु सबैलाई आफ्नो आवश्यकता अनुसारको औजार दिएर एउटा समान मैदानमा ल्याउनु हो। कसैको लागि त्यो औजार ब्रेल लिपि होला, कसैको लागि साङ्केतिक भाषाको दोभाषे, वा कसैको लागि व्हीलचेयर र्याम्प। समावेशीकरण भनेको भिन्नतालाई मेटाउनु होइन, भिन्नतालाई सम्मान गर्दै समान अवसर दिनु हो। भनेपछि यी संरचनाहरू आधारभूत आवश्यकता मात्र होइनन्? होइनन्, यी त समान अवसरका प्रवेशद्वार हुन्। समान अवसरका प्रवेशद्वार। यो कुराले मलाई लगानीको अझ बृहत पक्षमा सोच्न बाध्य बनायो। स्रोतले यसलाई केवल मानवीय अधिकार वा दयाको विषय मात्रै मानेको छ कि यसको कुनै ठोस आर्थिक पक्ष पनि छ? राज्यले गर्ने यस्तो लगानीलाई कसरी हेरिएको छ? एकदमै महत्त्वपूर्ण कुरा उठाउनुभयो। स्रोतले यसलाई दया वा खर्चको रूपमा हेरेकै छैन। यसलाई त एउटा रणनीतिक राष्ट्रिय लगानीको रूपमा प्रस्तुत गरेको छ। रणनीतिक लगानी? हो, जब राज्यले शिक्षा, स्वास्थ्य र पहुँचमा लगानी गर्छ, त्यसले आश्रित व्यक्ति होइन, सक्षम नागरिक उत्पादन गर्छ। सही हो। ती नागरिकहरूले आफ्नो सिप र ज्ञान प्रयोग गरेर कर तिर्छन्, अर्थतन्त्रमा योगदान पुर्याउँछन् र अन्ततः राष्ट्रिय विकासकै हिस्सा बन्छन्, होइन त? मतलब यो लगानीले व्यक्तिलाई आर्थिक रूपमा मात्र नभई मानसिक रूपमा पनि बलियो बनाउँछ। एकदम। आफ्नो जीवनयापनका लागि अरूमा भर पर्नु नपर्दा त मानवीय गरिमा स्वतः बढ्छ नि। हो, र यही कुरालाई स्रोतको एउटा अन्तिम तर एकदम शक्तिशाली सन्देशले समेट्छ। अपाङ्गता सोचले सीमित नहोस्। यसको अर्थ के हो भने शारीरिक वा मानसिक अवस्थाभन्दा ठुलो बाधा हाम्रो सामाजिक सोच र संरचनाले सृजना गरेको हुन्छ। हो, हामीले हेर्ने दृष्टिकोणले। हो,
जबसम्म हामी अपाङ्गतालाई कमजोरी वा असक्षमताको रूपमा मात्रै हेरिरहन्छौँ तबसम्म हामीले बनाएका बाटोहरू साँघुरा नै रहन्छन्। यो भनाइले त साँच्चै सोच्न बाध्य बनायो। भनेपछि आजको हाम्रो छलफलको सार के देखियो भने समावेशीकरण भनेको व्यक्तिमा इच्छाशक्ति जगाउने कि प्रणालीमा सुधार गर्ने भन्ने दुईमध्ये एक रोज्ने विषय नै होइन रहेछ। होइन, यो त शक्तिशाली इन्जिनलाई दौडिनका लागि चिल्लो र फराकिलो बाटो बनाइदिने एउटा साझा प्रयास रहेछ। हो, यो एक साझा यात्रा हो। जब हामी सबै मिलेर अघि बढ्छौँ तब मात्र मानव क्षमताको विशाल सम्भावनालाई उजागर गर्न सक्छौँ। आजको हाम्रो विश्लेषणले धेरै कुराहरू समेट्यो। अब श्रोताहरूलाई सोच्नको लागि एउटा प्रश्न छोडेर जाउँ न त। हुन्छ। स्रोतमा भौतिक संरचना र शिक्षा जस्ता देखिने बाधाहरू हटाउने कुरा छ, तर हाम्रो दैनिक जीवन, हाम्रो व्यवहार र संवादमा लुकेर बसेका अदृश्य सामाजिक र मानसिक बाधाहरूलाई चाहिँ हामी कसरी भत्काउन सक्छौँ होला? आजलाई त्यति नै। फेरि अर्को अङ्कमा भेट्ने वाचाका साथ बिदा हुन्छौँ। नमस्कार, तपाईँको दिन शुभ रहोस्।